गुरुङ समुदायले आज तामु ल्होसार पर्व मनाए। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तामु ल्होसार पर्व मनाएका छन्। यस अवसरमा मंगलबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रबाट नाचगान सहित र्याली निकालेर टुडी खेलमा ल्होसार महोत्सव सुरु गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भइन्। ल्होले वर्ष र सारले फेरिनु भन्ने अर्थ जनाउँछ। सूर्यको ताप चाँडो पुग्ने गुरुङ बाहुल्य जिल्लामा पुस महिनामा यो पर्व मनाउने परम्परा छ। तामु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको थियो। ग्यासको बुलेट उठाउन नसक्दा महेन्द्र राजमार्ग अवरुद्ध। आज बिहान 7:30 देखि पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। रौतहटको चन्द्रनिगाहपुर धनसार सडक खण्डको लमाहा पुल नजिक एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा यातायात ठप्प भएको हो। भारतको रक्सोलबाट धनुषातर्फ जाँदै गरेको UP 17 AT 2114 नम्बरको ग्यास बुलेट दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बिहानदेखि हटाउने प्रयास जारी रहे पनि ग्यास चुहावट र प्राविधिक समस्याका कारण राजमार्ग अझै खुल्न सकेको छैन। लेखकको बयान चित्तबुझ्दो नभएको आयोगको दाबी। भदौ 23-24 को JNG आन्दोलनको छानबिनका लागि गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ। सोमबार बयानपछि लेखकले पत्रकार सम्मेलन गरी आफ्ना जवाफ सार्वजनिक गरे पनि आयोगले बयान अझै जारी रहेको जनाएको थियो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार बयान पूरा भएपछि मात्रै स्थान हद खोल्ने वा नखोल्ने निर्णय हुनेछ। तर लेखकले आयोगले सोधेका सबै प्रश्नको जवाफ दिइसकेको दाबी गर्दै लिखित जवाफ सार्वजनिक गरेका छन्। घट्यो काठमाडौँको तापक्रम। काठमाडौँको तापक्रम मंगलबार यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार काठमाडौँको न्यूनतम तापक्रम 4.8 डिग्री सेल्सियस रेकर्ड भयो, जुन यो वर्षकै न्यूनतम हो। यसअघि पुस 8 गते 4.9 डिग्री तापक्रम मापन भएको थियो। विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर तथा हिमाली क्षेत्रमा केही स्थानमा हिमपात भएको जनाएको छ। चिसो अझै बढ्ने अनुमान गरिएको छ। मंगलबार जुम्लामा -4.5 डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। प्रधानमन्त्री जसले बाँड्ने पनि एमाले कांग्रेसकै बहुमत आउँछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद बाँडफाँड गरेर गरिएको सहमति हास्यास्पद भएको टिप्पणी गरेका छन्। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई लक्षित गर्दै ओलीले प्रधानमन्त्रीको नाममा चलेको हल्ला सुन्दा व्यक्ति चतुर होला जस्तो लागेको तर निर्णयले निराश बनाएको बताए। रवि लामिछाने र शाहबीचको सहमतिप्रति इंगित गर्दै उनले पार्टी अध्यक्ष उपाध्यक्ष अरूलाई दिएर आफू प्रधानमन्त्री बन्ने सोच अव्यावहारिक र मजाक जस्तै भएको प्रतिक्रिया दिएका छन्। धरान बनाउन हिँडेका हर्काको ध्यान प्रतिनिधि सभातिर। स्वतन्त्र उम्मेद्वारका रूपमा लौरो चुनाव चिन्ह लिएर धरानका मेयर बनेका हर्कराज राई साम्पाङले विकास र सुशासनका 27 बुँदे प्रतिबद्धता गरेका थिए। भ्रष्टाचार मुक्त धरान र खानेपानी समाधान उनका मुख्य एजेन्डा थिए। तर कार्यकाल आधाभन्दा बढी बितिसक्दा उनको कार्यशैली र उपलब्धिलाई लिएर आलोचना बढेको छ। खानेपानी र श्रमदान अभियान अपेक्षित नतिजा नदिएको आरोप लाग्दै आएको छ।